Hello guys, welcome to my new vlog. आजको ब्लगमा हजुरहरूलाई हार्दिक स्वागत छ। आजको यस ब्लगमा मेरो मुख्य कन्टेन्ट भनेको चाहिँ कुनै पनि धेरै त्यस्तो एकदमै त्यस्तो के भनिन्छ त्यसलाई त्यस्तो त्यो ठुलो कन्टेन्ट त रहेको छैन। तर हल्का फुल्का चाहिँ कन्टेन्ट रहेको छ। के कन्टेन्ट हो भन्दाखेरि चाहिँ अब चाहिँ आजको चाहिँ लास्ट भिडियो भनेको चाहिँ आजदेखि म चाहिँ अब भिडियो सिडियो हाल्दैन, म भिडियो पनि बनाउनेवाला छैन। त्यही त गाइजहरू, 2 दिनको जिन्दगीमा मरिल्यानु के छ र। अबदेखि मैले यो सायद यो लास्ट अथवा सेकेन्ड लास्ट भिडियो चाहिँ हुन्छ यो भिडियो। तर पनि केही छैन, यो हुने भनेको यो त्यतिकै। अब अहिले युट्युबलाई छोड्न कस्तो गाह्रो लागिरहेको छ, तर पनि अब म छोड्न बाध्य छु। मेरो पनि के बाध्य छु भन्दाखेरिमा चाहिँ के टक्क पारेर यो जुड्यो, अब त्यो गर्नु पऱ्यो क्या। के अरे कहाँ जानु पऱ्यो भन्दाखेरिमा चाहिँ अब कहाँ घुम्न जाने भन्ने प्लान छ हामीहरूको। त्यो बेलासम्मको लागि यो भ्लग मेरो भ्लग आउने भनेको चाहिँ कहिले मात्र हो भन्दाखेरि चाहिँ त्यो कहिलेकाहीँ मात्र आउँछ मेरो भ्लग। त्यस्तो दैनिक रूपमा आउने गरेको त मेरो यो भ्लग होइन। तर हजुरहरूलाई पनि अब मेरो भ्लग त्यति मन नपर्न सक्छ, कोहीलाई मन पर्न सक्छ, कोहीलाई मन नपर्न सक्छ। त्यसमा मेरो चाहिँ केही पनि त्यो भएन। तर मैले हजुरहरूलाई भन्न खोजेको के मात्र हो भन्दाखेरिमा चाहिँ मैले हजुरहरूलाई भन्न खोजेको के भने यस्तै हो। अब यो आजको यो लास्ट भ्लगमा अब म टक्क पाएर आज हामीहरूले गेम, म हजुरहरूलाई पहिला हामीहरूको पुरानो गेम देखाउँदैछु। त्यो गेम हजुरहरूले राम्रैसँग हेर्नु है। हाम्रो देखाएको नि पहिला हेर्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो गोट्टा भन्छ है, यसलाई गोट्टा। यस्तरी होइन खेल्ने, फेरि खेल्नु भने यस्तो टक्क मिलाइ यसलाई भनिन्छ जोख्नु। यस्तो यस्तरी पनि जोख्नु हुन्छ। अनि एउटा यस्तो यो छिल्की हान्ने पनि हुन्छ है, यस्तो सर्टकट यस्तरी यो यस्तो होइन। म यति हुन्छ अरे आलु हान्ने पहिला, छिल्की हान्ने, 2 हान्दा कम पऱ्यो भने आउट। यस्तो लास्टको लागि एकैचोटि हाल्नुपर्छ। त्यसरी हो लास्टको खाने। अनि चाहिँ यस्तै खाने गयो। यति पछि एकछिनमा फेरि त्यसो बनाएपछि हजुर म यस्तोमा आएको थिएँ होइन। यति पछि अब यस्तो यसलाई बन्दुके त्यो चाहिँ यस्तो मैले यस्तो बनाउँछ गाजीहरू।
त्यो भएर त म पहिला तिमीलाई नि सक्थेँ तर आजकल म सक्दैन क्या किन नसक्ने हो खै तर आजकल आजकल सकिन्न त्यही हो कुरा अबको यस भ्लगबाट म आजको दिन मितिदेखि म अब हजुरहरूसँग सधैँको लागि म यहाँ बिदा हुन गइरहेको छु र त्यही गाइजहरू अबको भ्लग हजुरहरूलाई कस्तो लाग्यो अबको भ्लग मन पऱ्यो भने अब लाइक सेयर गर्नु मलाई के छैन अब यति भन्दा आजको भ्लग म यति भन्ने यो भ्लग म यहाँनिर गर्छु अबदेखि हस्त धन्यवाद